भनेपछि बसेपछि पठाउँ कि पठाइदिने अहिले दिशा त गर्छ अहिले भन्छ यसले भन्छ होला कि भन्न त भन्छ माफ दिएर कहिले दिशा त काहीँ भन्दै भन्दैन पिसाब तर्काउनलाई अलिक सिकाउँ पिसाब तर्काउन थाल्यो भने कहिले चाहिँ आफै खोलेर बस्छ कहिले अहिले पनि छ हुन्छ प्रायः हुन्छ यस्तो आयो भने यति दुईजना चाटी छ यो के भएर अहिले है आयो भने दुईजना आउँछ त्यहाँ बाबुको छोरा नि हुन्छ दुईजनासँगै खेल्ने साथी पनि हो आयो दुईजना महिना फी चाहिँ तिरिराख्ने अनि भर्ना गरेपछि अनि फेरि गर्ने हुन्छ ल यताबाट जाऊ होलसेलमा जान्छ ए बुवा आउनुहुन्छ त्यहाँ यताबाट जाऊ एकछिन एकछिन अब बाटो बन्द छ ल अर्को बाटो जाऊ सरस्वती पूजा पठाउने भर्ना चाहिँ त्यति बेला गर्ने त नि त्यस्तै हुन्छ भर्ना गरेपछि मात्र भित्रले पट छिर्नु दिन्छ कहाँ त्यही भन्नुभएको छ अनि पछि चाहिँ भर्ना